हेलो वेलकम साथीहरू नमस्ते। आज फेरि म एउटा नयाँ भिडियो बनाउन लागिरहेको छु साथीहरू। अब चाहिँ हामी एकछिन बाहिर घुम्न जान लागिरहेको साथीहरूलाई हेर्दै जानु होला है। मेरो नो एडिटिङ ओरिजिनल भिडियो हेर्दै जानु है साथीहरू। ल फाइनली हामी हिँडेको अवस्था छ साथीहरू। अब चाहिँ हिँड्न लागिरहेको छौँ हामी, रेडी हालतमा छौँ हामी। अब हामी हिँड्यौँ बाबा र छोरी। नि छोरी यता हेर्नु पापालाई। ले साथीहरू अब हामी चाहिँ हिँडेको अवस्था छ है साथीहरू। पापा र छोरी यता हेर्नु, छोरी यता हेर्नु, यता हेर्नु, पापा र छोरी हाई गर्नु। हामी चाहिँ नमलाई कुर्दा कुर्दा भयौँ नि, कुर्दा कुर्दा भयौँ नि। अब हामी चाहिँ हिँड्दैछु यसरी। पापा र छोरी चाहिँ हिँड्यौँ फाइनल्ली। पापा र छोरी चाहिँ ले हामी चाहिँ यसरी कुरिरहेको छौँ। पापा र छोरी चाहिँ कुर्दा कुर्दा नि हामी चाहिँ कुर्दा कुर्दा थाक्यौँ। यसरी कुरिरहेको छौँ है हामी चाहिँ नि। यसरी कुरिरहेछ हाम्रो मामुलाई। आउनुभयो हाम्रो मम्मी। अब चाहिँ हामी जाँदैछौँ। बेबीले बेबी ले मिटिङ तिमी नाम हल्दै मा पति पखावा बुकियाहरू हेर्नुहोस् हेर्नुहोस्। कामले बसिराख्नु भएको रहेछ। है हामी चाहिँ यसरी हिँड्दैछौँ ल। यसरी चाहिँ हामी चाहिँ हिँड्यौँ है साथीहरू। अब चाहिँ हल्का आज चाहिँ दिन चाहिँ अलिकति केही सपुरेको कारणले गर्दा हामी चाहिँ एकछिन भए पनि बाहिर खाना निस्क्यौँ भन्ने र चाहिँ हामी यसरी हिँड्दैछौँ साथीहरू। ल यसरी हिँड्यौँ। यही साथीहरू अब चाहिँ हामी चाहिँ हेर्यौँ। दिदीले बिबी पापा पापा दिदीले बिबी हामी चाहिँ हिँडेको ल। अब चाहिँ यसरी हेर्दै जाने होला है साथीहरू। हाम्रो भिडियो हेर्दै जानु होला साथीहरू। हामी चाहिँ यसरी हिँड्यौँ। अब यो चाहिँ मेरो नयाँ भ्लग है साथीहरू, नो एडिटिङ सिधै चाहिँ म हजुरहरूमा पोस्ट गर्नेछु साथीहरू। माथि देख्न सक्नुहुन्छ कौशी खेती भन्ने यस्तोहरू माथि यस्तो मजाले खेती लाउनु भएको छ हजुरहरू। फिलहाली हामी यसरी चाहिँ हिँड्यौँ है। अब यो चाहिँ व्हाइट गुम्बा साथीहरू, व्हाइट गुम्बा हो। बिबी टक टक रमाइलो छ साथीहरू। फुलहरू चाहिँ फुलिरहेको अवस्था छ साथीहरू। ले
papa, bibi, Eva. Si, ça va. Mais, dis-moi, Dada. रमाइलो छ यतातिर हरियाली Baby. Lala, sito pa ikan. नै Baby, la baby. Baby, la baby. La papa. Papa, inu papa. Baby, papa. नै Papa, le papa. Baby, la baby. Mata. Oh, dero khale tao ko ge ani. Jangan pulang foto. Aku baby. Baby. Ikut. Papa nih, papa. Bye गर्नु. Bye गर्नु. ले साथीहरु यता पुगिँदैछ हामी चाहिँ घुम्दै हामी पपारा छोरी चाहिँ यहाँ पुग्यौँ है पपारा छोरी चाहिँ नि पपा छोरी मामु हामी चाहिँ टिङ 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 खाजा सजा खाएर पनि आइसक्यौँ हामी यतातिर नि खाजा खाँदै अलिक खाजाको खिच्न चाहिँ भुलिएछ नि खाजाको नि खिच्नु पर्छ लेही फेरि पनि हामी चाहिँ उता आइपुगेछौँ हामी फेरि पपारा छोरी चाहिँ यहाँ पनि पूर्णेमै छौँ है पूर्णेमै छौँ है पपारा छोरी चाहिँ नि हामी चाहिँ पूर्णेमै छौँ मामु उता जानुभएको छ नि कतिखेर आउनुहुन्छ प्रतीक्षामा छौँ हामी मामु छिटो आउनुहोस् भन्दै हुनुहुन्छ छोरीले यहाँ छोरी यहाँ भन्दै हुन्छ नि छोरी हजुर भन् हाई नमस्ते गर्नु छोरी नमस्ते गर्नु हो धन्यवाद यता हेरेर नमस्ते भन्नु नमस्ते गर्नु पनि हो गुड नमस्ते गर्नुभयो हाम्रो छोरी ल यता चाहिँ लाउने भाइहरू जोडिँदैछ है लाउने साथीहरू चाहिँ त ग्राम ट्रेनिङ सेन्टरको लाउनेहरू जोडिँदैछन् साथीहरूलाई साथीको चाहिँ यो ठाउँ हामी चाहिँ यहाँ पुगेर बसिरहेको मामु उतापट्टि छोरीको मामु चाहिँ आउँदै हुनुहुन्छ सामान किनेर साथीहरू त्यसरी चाहिँ बसेका छौँ हामी अब फेरि उता जाने कुरा छ ल हामी चाहिँ प्रतीक्षामै छौँ नि छोरी अब चाहिँ हामी प्रतीक्षामै छौँ पपारा छोरी नि साथीहरू हेर्दै जानुहोस् है मेरो भिडियो ल है अब चाहिँ हामी यसरी चाहिँ टेम्पो चढेर चाहिँ हिँडेको छौँ है साथीहरू अब चाहिँ हामी चाहिँ यो टेम्पो चाहिँ चाबेलसम्मको यात्रा हुनेछ साथीहरू यसरी हामी बाबा र छोरी चाहिँ अगाडि बसेको छु सरर हिँडेका छौँ है हामी साथीहरू सरर यसरी चाहिँ हामी रमाइलो गर्दैछौँ रमाइलो मान्दै बाबा र छोरी अगाडि बसेर यसरी अगाडिको दृश्यहरू अवलोकन गर्दै चाहिँ हामी जाँदैछौँ एकदमै खुसीका साथ आज चाहिँ हामी चाबेलतिर गएर घुमघाम गर्नेछौँ र आजको छोरीको लागि चाहिँ लाइफ इन्सुरेन्सको लागि केही गरौँ भन्ने हिसाबले चाहिँ हामी जाँदैछौँ साथीहरू यसरी हामी जाँदैछौँ है टेम्पोमा सरर अगाडि एकछिन जामहरू पनि भएको थियो साथीहरू
सररररर यसरी गयौँ भिडभाडमा। छोरी चाहिँ एकदमै रमाइलो मान्दै अगाडि हेरेर चाहिँ जाँदैछ अहिलेसम्म। ल है साथीहरू, हेर्दै जानु होला है, मेरो अन्तिमसम्म यो मेरो भ्लगलाई हेरेर साथ सपोर्ट गरिदिनु होला साथीहरू। यो चाहिँ गोपीकृष्ण हल छेउको ठाउँ हो यो। अब फाइनली हामी चाहिँ अब चाबेल पुग्न लागेको अवस्था छ साथीहरू। यो चाहिँ गोपीकृष्ण कटिसकेपछिको चाबेल चोकभन्दा अलिक ओह्रालोको बाटो हो। केही छिन जाम परेको छ साथीहरू। हामी अब केही छिनमै चाबेल पुग्नेछौँ। हेर्नुहोस् चाबेल छेउतिरको हरियाली ठाउँहरू छ। अहिलेको बालेन सरकारको नेतृत्वमा बनेको यो प्रतीक्षालय चाहिँ मलाई एकदमै मन परेको छ साथीहरू। हजुरहरूलाई कस्तो लागेको छ कमेन्टमा छोड्नुहोला तल साथीहरू। मलाई सबभन्दा मन परेको चाहिँ यो हो, चोक चोकमा ठाउँ ठाउँमा चाहिँ बनाएको रहेछ साथीहरू। यो चाहिँ अब चाबेल चोकको जाम छ, ट्राफिक जाम। अब केही समयमा चाहिँ हामी पारी पुग्नेछौँ। माथि देख्न सक्नुहुनेछ आकाशे पुल, त्योभन्दा मुनि चाहिँ हामी जाँदैछौँ साथीहरू। हामी चाहिँ फेरि अब फर्किन लागेको अवस्था छ साथीहरू। छोरी र मम्मी साथीहरू। अब चाहिँ हामी घर फर्किँदैछौँ साथीहरू। अघि चाहिँ मैले भिडियो बनाउनु भुलेँ कि माथि चढेको थियौँ गाडी। अघि भिडियो बनाउन भुलेछु साथीहरू। ल अहिले चाहिँ यो बाहिरको चाहिँ यस्तो छ साथीहरू। माथि चाहिँ मैले भिडियो बनाउनु भनेको त्यत्तिकै छुट्यो। आज चाहिँ त्यतिको चाहिँ इन्सुरेन्स गरेर आएकै साथीहरू। आज चाहिँ छोरीको लागि पछि के होला भनेर हिसाबले चाहिँ अघि चाहिँ भिडियो बनाउन भनेको त्यत्तिकै भयो साथीहरू। अब चाहिँ हामी फर्किन लागेको साथीहरू। है त साथीहरू, है हजुरहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ हेरेर साथ सपोर्ट गरिदिनु होला अन्तिमसम्म मेरो भिडियोलाई। आजको मेरो भ्लग चाहिँ यस्तो छ है साथीहरू। ल त्यही त म्याटिङ ल साथीहरू। अब यहाँ चाहिँ म स्तुपा देखाउन गइरहेको छु साथीहरू। यो स्तुपा चाहिँ एकदमै, यो चाहिँ कहाँको स्तुपा भन्नुहोस् है त साथीहरू। ल साथीहरू हेर्नुहोस् है, मेरो भ्लग चाहिँ यस्तो छ आजको चाहिँ। आजको मेरो भ्लग चाहिँ यस्तै छ साथीहरू। ल हेरेर साथ सपोर्ट गरिदिनु होला अन्तिमसम्म है साथीहरू। अब यो स्तुपाको नि म अलिकति भ्लग बनाउँछु ल अलिकति। हामी चाहिँ यसरी क्रस गरेर आयौँ है साथीहरू। ल अब यता बारीपट्टि आइसकेको छु। अब म हजुरहरूलाई स्तुपाको देखाउने छु है। ल यो चाहिँ बौद्ध जस्तै छ है साथीहरू। ल यहाँको नि यसो तिर्स्या पनि
यत्तिकै चिल्ले भने म त त्यो प्रतिले घुमेको छु पर्छिन है के गर्नु छ नि हेलो यता मामुलाई हेर्नु सफल छैन नि मेटिङ रोमा यो स्तुपा चाहिँ यस्तो राम्रो छ है साथीहरू ल एकदमै यहाँ चाहिँ घुम्न लायकको ठाउँ चाहिँ दुईजना यसरी घुमेको थिए है साथीहरू स्तूप परिसरमा चाहिँ यस्तो छ है एकदम रमाइलो चाहिँ दृश्य छ यहाँ चाहिँ साँझ पखमा धेरै मान्छेहरू घुम्न आउनुहुन्छ बुढाबुढीहरू चाहिँ हावा खाने ठाउँ चाहिँ हो यो आनन्द लिने ठाउँ यो चाहिँ धेरै रमाइलो ठाउँ रमाइलो छ भित्र हो के हो छोरी त के हो त टिप्नु टिप्नु भएको त रोक किन का गेट टिप्नुमा है साथीहरू यस्तो छ यहाँको दृश्य चाहिँ एकदम रमाइलो रहेछ साथीहरू हजुरहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ मेरो बाजेहरूको गफ यस्तो छ आफ्नो तरिकाले गफसप गर्दै हिँड्दै हुनुहुन्छ यहाँ सम्पूर्ण पापा खै पापा भन्नु बेबी पापा भन्नु है त साथीहरू यस्तो छ यहाँको दृश्य चाहिँ पानी पनि पर्न लाग्यो साथीहरू अब चाहिँ मेरो लाइभलाई यही मेरो भिडियोलाई चाहिँ यही अन्त्य गर्छु होला है साथीहरू अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नु होला अझै पनि अरू भिडियोहरू म हाल्ने कोसिस गर्ने छु यही अगाडि चाहिँ
पशुपति माध्यमिक विद्यालय छ। यो विद्यालय चाहिँ मलाई एकदमै मन परेको छ है साथीहरू। ल यस्तो आनन्दमय ठाउँ है साथीहरू। ल यो पशुपति क्याम्पस चाहिँ म एकदम मन परेको ठाउँ है, विद्यालय है साथीहरू। ल अहिले पढ्न मिल्ने भने त म यो स्कुलमा पढ्थेँ साथीहरू। ल है साथीहरू, यो चाहिँ पशुपति स्कुल है साथीहरू। यो चाहिँ ल यो स्कुल साह्रै राम्रो छ है साथीहरूलाई। पशुपति स्कुल जाम यस्तो छ साथीहरू। साथीहरू यो हेरेर चाहिँ यहाँ भर्ना गर्न सक्नुहुन्छ है साथीहरू। पशुपति स्कुल है, पशुपति स्कुल छ साथीहरू। ल त्यो रमाइलो रहेछ यो स्कुल। यो चाहिँ मलाई पनि पढ्न मन लाग्यो साथीहरू। अब चाहिँ बुढो भइयो, त्यही भएर चाहिँ त्यो नजिकै छ यस्तो। ल यो स्कुल यस्तो छ साथीहरूलाई। हजुरहरू पनि मन पर्छ होला यो स्कुल सायद। चराहरू तन्नै छन् माथि यो उसमा कराउँदैछ। हेर्नुहोस्, यति एउटा रुखमा यस्तो चराहरू छ। हामीले चाहिँ रुखपातहरू चाहिँ काटेर सबै खतम गर्छौँ। हेर्नु चरै चरा छ यो यत्रो एउटा रुखमा साथीहरू है त। है साथीहरूलाई यस्तो छ, यस्तो रमाइलो। यो चराहरू देखेर म चाहिँ भिडियो बनाउनु मन लाग्यो, त्यही भएर पनि है साथीहरू है। चरै चरा हेर्नुहोस् त, यस्तो चराहरू रमाइराखेछन् यस्तो एउटा रुखमा। है यस्तो रमाइलो। हामीले चाहिँ रुखपातहरू सब काटेर चाहिँ खतम गर्छौँ। चराहरू यति एउटा रुखमा चाहिँ आएर यहाँ बसेको छन्। यत्रो सानो सानो चराहरू हेर्नुहोस् कति रमाउँदो रहेछन् त यस्तो। छोरीलाई पनि यो स्कुलमा चाहिँ पढाउनु पर्छ जस्तो लाग्यो है मलाई चाहिँ। छोरीलाई पनि यो स्कुलमा पढाउनु पर्छ जस्तो लाग्यो है। ती छोरीले पनि आनन्द मानेर चाहिँ माथि चरा हेर्दैछ नि। ल छोरीलाई पनि आनन्द लागेछ यो। हेलो छोरी, स्कुल पढ्ने हो? स्कुल पढ्ने हो यो स्कुल? है त्यो रमाएको छन् चराहरू। ल धेरै धेरै धन्यवाद साथीहरू, कहाँबाट मेरो भिडियोलाई हेर्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। हामी चाहिँ अब फर्केकै साथीहरू। बाई बाई गर्नु। हामी स्कुलबाट फर्केको है। बाई बाई। हाम्रो पहिलो स्कुल हो, पहिलो दिन। स्कुल टेकै छोरीले पनि है। यो स्कुल चाहिँ साह्रै राम्रो है। हामी चाहिँ फर्केको अवस्था छ साथीहरू। ल अब चाहिँ पानी पनि पर्न लाग्यो साथीहरू। यहाँबाट यस्तो छ यो चाहिँ यस्तो छ। अहिले सुनसान भएको अवस्था छ। ट्राफिक जामले गर्दा होला सायद यस्तो अस्त व्यस्त जतिखेर पनि रहने यो चाबेल चोकको चाहिँ स्थिति यस्तो छ अहिले। साथीहरूलाई अहिले चाहिँ ट्राफिक जामले गर्दा चाहिँ सायद यस्तो व्यस्त रहने सडक चाहिँ अहिले सुनसान जस्तो पो देख्छु र हौ। माथि कता रोकिरहेछन् त गाडीहरू। अब चाहिँ हामी गाडी चढेर फर्किन लाग्यौँ साथीहरू। है यहाँ ट्राफिक सरले चाहिँ के भन्दै हुनुहुन्छ?
हामी चाहिँ अब एउटा जुस खाएर जाने निधो गरियो साथीहरू। जुस अघि खुला ठाउँ, अहिले त कुना कुना चाहिँ जाम रहेछ है। यस्तो जाम छ साथीहरू, जाम। उताबाट जाउँ, जाम भित्र पसियो। साथीहरू यस्तो छ है स्थिति चाहिँ। रोड चाहिँ खाली गराएको छन्, यता चाहिँ जाम बनाएको छ है साथीहरू। ल साथीहरू माथि हेर्नु छोरी कहाँ यता हो जुस खाने ठाउँ। जुस खाने हो जुस। जुस खाने निदो गरियो। यहाँ चाहिँ म्यामले चाहिँ जुस खाँदै हुनुहुन्छ। वाह टेस्टी टेस्टी टेस्टी। छोरीले केमा खाने त? आसरी पिक्तिकिने कप्पानेको हो आसरी पिक्तिकिने आसरी कप्पाने लाल पानी हो ना अंगूर है ना। अंगूर खाएर अब अंगूर लाने जुस खाएर एकदम राम्रो रहेछ यहाँको फ्रेस जुस खाएर हिँड्यौँ हामी। अंगूर हेर अब हामी यतातिर मोड्यौँ। मेरो ब्याट्री पनि लगभग सकिन लागेको छ। छोरीले चाहिँ यता के गरौँ यतातिर यो हेर्दैछ के किन्ने होला छोरीले नि। छोरीको खेलौना चाहिँ छानिँदैछ कि अब कुन हेरेकै छोरीले कुन चाहिँ हो कुनै छान्दैन। जहाँ देख्छु त्यहाँ अगाडि मैले देखाएको थिएँ त्यही किन्नु मटु किन्यो है। मटु ल्याएर चाहिँ खुसी भयो छोरी। बल्ला बल्ला गेनी त गेनी नै छ, खुसी नै छ त पनि। हामी अब मटु किन्यौँ। मटु पत्लु किनेको भयो रोके पनि है। हामी फर्केकै अब ल अब चाहिँ हामी फर्केकै साथीहरू। यहाँ चाहिँ तरकारी बजार छ। यस्तो तरकारी बजारहरू बेलुका चाहिँ एकदमै भिडभाड हुन्थ्यो। आज खासै भिडभाड चाहिँ देख्दिनँ यहाँ चाहिँ। अब हामी यहाँ चाहिँ बबाल उडाउँदै रहेछ नि। बबाल उडाउँदै रहेछ नि। आमा बबाल उडाउँदै थियो नि साथीहरू। है बबाल है बबाल है। छोरी दङ्गै पऱ्यो है बबालले गर्दा। साथीहरू यस्तो चाहिँ यहाँको चाहिँ मैले चाहिँ हजुरहरूलाई पुरै देखाउन सकिनँ भिडियो। यहाँ
आजलाई मेरो ब्याट्रीको प्रब्लमले गर्दाखेरि धन्यवाद साथीहरू, हेर्नुहोला मेरो भिडियोलाई है त साथीहरू। अहिलेसम्म मेरो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै आजलाई भने मेरो भिडियोलाई अन्त्य गर्न चाहन्छु। हस्त नमस्ते, धन्यवाद साथीहरू।